सोच्नुस् त, एउटै जस्तो देखिने गाडी दुर्घटना, तर एउटा ड्राइभरलाई 3 वर्ष जेल, अर्कोलाई 10 वर्ष, कस्तो सुनिन्छ? हो, यस्तै खालको असमानता हटाउनलाई नेपालको सर्वोच्च अदालतले एउटा निकै महत्त्वपूर्ण मार्गदर्शन ल्याएको छ। आज हामी यही मार्गदर्शनले के भन्छ भनेर सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। गाडी दुर्घटना जस्ता गम्भीर मामिलामा सजाय दिने आधार के हो त? के यो फैसला गर्ने न्यायाधीशको सोचाइमा भर पर्ने कुरा हो? के यसको कुनै ठोस नियम, कुनै आधार हुन्छ? ल, अब यही कुरा खोज्दै जाउँ। पहिलेको कुरा गर्ने हो भने अवस्था अलि अनौठो थियो। अपराध एउटै, तर फैसला अदालत अनुसार फरक। यसले गर्दा न्याय प्रणाली नै एउटा चिट्ठा जस्तो लाग्न थालेको थियो। अब यस्तो भएपछि आम मानिसले सिस्टममाथि कसरी भरोसा गर्ने? ल, अब पहिलो खण्डमा जाउँ, सजायमा देखिएको यही असङ्गति। यो समस्या वास्तवमा कति ठूलो थियो, आउनुहोस् अलि नजिकबाट हेरौँ। समस्याको खास जडै यही थियो। कानुनमा के थियो भने सजाय यतिदेखि यतिसम्म हुन्छ भन्ने त लेखिएको थियो, तर त्यो दायराभित्र ठ्याक्कै कति सजाय दिने त्यो चाहिँ न्यायाधीशको विवेकमा छोडिएको थियो। भनेपछि कुनै एउटा स्पष्ट, सबैले मान्ने मापदण्ड नै थिएन। अब यसको असर के भयो त? सिधा कुरा हो, कसुर गर्ने मान्छे होस् वा पीडित, दुवैलाई फैसला के आउँछ भनेर अनुमान लगाउने गाह्रो भयो। एउटै गल्तीमा कडा सजाय हुन्छ कि हल्का, केही ठुङ्गो नहुने अवस्था थियो। ल, अब समस्याको कुरा त भयो, अब समाधानतिर लागौँ, होइन त? हो, यही बढ्दो समस्या र अनिश्चिततालाई देखेर सर्वोच्च अदालत आफै अघि सर्यो अनि एउटा नयाँ व्यवस्थित फ्रेमवर्क तयार पार्यो। हो, यही हो त्यो समाधान, सजाय निर्धारणका लागि सामान्य मार्गदर्शन। यसको मुख्य काम के हो भने सजाय दिने कुरालाई न्यायाधीशको व्यक्तिगत सोचबाट बाहिर निकालेर एउटा सिस्टममा ल्याउनु हो। एउटा यस्तो सिस्टम जो पारदर्शी छ, वस्तुनिष्ठ छ र सबैका लागि एउटै हुन्छ। ल, अब यसलाई अझै राम्ररी बुझौँ। यो परिवर्तनको सबैभन्दा ठूलो कुरा के हो भने अब सजाय कुन न्यायाधीशले फैसला गर्दैछ भन्ने कुराले फरक पार्दैन, बरु नियम के छ भन्ने स्पष्ट मापदण्डले फैसला तय गर्छ। यो निकै ठूलो परिवर्तन हो। ओके, अब हामी यो मार्गदर्शनको सबैभन्दा महत्त्वपूर्ण पाटोमा आइपुगेका छौँ। सजाय निर्धारण गर्ने यो प्रक्रिया वास्तवमा कसरी काम गर्छ त? हेर्दा अलि जटिल लागे पनि हामी यसलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। यो मार्गदर्शनमा वास्तवमा 15 वटा चरण छन्, तर हामी त्यसलाई सजिलोको लागि 3 मुख्य भागमा बाँडेर हेर्न सक्छौँ। पहिलो स्टेप, अपराधको प्रकार छुट्याउने। दोस्रो, एउटा स्टार्टिङ पोइन्ट अर्थात् आधार सजाय तोक्ने। र तेस्रो अनि अन्तिम स्टेप, घटनाको अरू विवरण हेरेर त्यो सजायलाई घटाउने कि बढाउने निर्णय गर्ने। ल, अब पहिलो स्टेपलाई हेरौँ, कसुरको वर्गीकरण। यसको मतलब के हो भने सबै गल्ती एउटै हुँदैनन्। जस्तै लापरवाहीले गाडी चलाउनु भन्ने अपराध त एउटै हो, तर रक्सी पिएर तीव्र गतिमा चलाउनु र बाटोमा अचानक केही आएर दुर्घटना हुनुमा त फरक छ नि, होइन र? हो, यही फरकको आधारमा अपराधलाई गम्भीर र कम गम्भीर श्रेणीमा छुट्याइन्छ। यो तालिकाले त्यही कुरालाई एकदमै स्पष्ट पार्छ। उदाहरणको लागि, लापरवाहीले गाडी चलाउँदा कसैको मृत्यु भयो भने त्यसलाई 2 श्रेणीमा बाँडिएको छ। क श्रेणी, जुन बढी गम्भीर मानिन्छ, त्यसमा 6 देखि 10 वर्षसम्म सजाय छ, र ख श्रेणी, जुन अलि कम गम्भीर हो, त्यसमा 3 देखि 6 वर्षसम्मको सजाय तोकिएको छ। अब अपराधको श्रेणी त छुट्याइयो, तर त्यो श्रेणीभित्र सजाय कति दिने हो, यहीँनिर आउँछ आधार सजाय वा बेस पोइन्टको अवधारणा। यो भनेको हरेक श्रेणीको सजायको लागि एउटा तोकिएको सुरुवात बिन्दु हो जहाँबाट हिसाब सुरु हुन्छ। ल हेर्नुस्, यो तालिकाले कुरा झनै सर्लङ्ग पार्छ। अघि हामीले हेरेको बढी गम्भीर क श्रेणीको सजाय 6 देखि 10 वर्ष थियो नि। हो, त्यसको आधार सजाय ठ्याक्कै बीचको 8 वर्ष तोकिएको छ। त्यस्तै कम गम्भीर ख श्रेणीको लागि 4 वर्ष 6 महिना। अब अदालतले सजायको हिसाब यहीँबाट सुरु गर्छ। अब तेस्रो र अन्तिम स्टेप, सजायको समायोजन। यसलाई सजायलाई फाइन ट्युन गर्ने प्रक्रिया पनि भन्न सकिन्छ। आधार सजाय त भयो, तर अब अदालतले अरू कुरा पनि हेर्छ। जस्तै सजाय बढाउने अवस्थाहरू के छन्? पटक पटक गल्ती गर्नेलाई सजाय बढ्न सक्छ, अनि सजाय घटाउने अवस्थाहरू पनि छन्। जस्तै कसैले गल्ती स्वीकार गर्यो वा पीडितलाई सहयोग गर्यो भने सजाय घट्न सक्छ। अहिलेसम्म हामीले कसुरदार र सजायको कुरा गर्यौं, तर अपराधको अर्को महत्त्वपूर्ण पाटो पनि छ, पीडित। अब यो मार्गदर्शनले पीडितको पक्षलाई कसरी हेर्छ त्यसबारे कुरा गरौँ। र यो साँच्चै नै महत्त्वपूर्ण कुरा हो,
किनभने यो नियमहरू कसुरदारलाई दण्ड दिनका लागि मात्रै बनेका होइनन्। यसले पीडितलाई पुगेको चोट र क्षतिलाई सजाय निर्धारण प्रक्रियाको एकदमै केन्द्रमा राखेको छ। यो एक किसिमले पीडितलाई न्यायको केन्द्रमा ल्याउने प्रयास हो। अब अदालतले क्षतिपूर्ति दिन धेरै कुरा विचार गर्नुपर्छ। जस्तै शारीरिक चोटपटक त भइहाल्यो, तर त्यसले पारेको मानसिक र भावनात्मक असर पनि हेरिन्छ। उपचारमा कति खर्च भयो, कमाउने क्षमतामा कति असर पर्यो, वा सम्पत्तिमा केही क्षति भयो कि, यी सबै कुराको हिसाब किताब हुन्छ। यसलाई अझै प्रष्ट पार्न एउटा उदाहरण हेरौँ न। मार्गदर्शनले के भन्छ भने अङ्गभङ्ग नभएको तर चोटपटक लागेको केही अवस्थाहरूमा उपचार खर्चको लागि 25,000 देखि 50,000 रुपियाँसम्म क्षतिपूर्ति दिन सकिन्छ। यो एउटा उदाहरण मात्र हो, तर यसले एउटा आधार दिन्छ। ल, अब हामी अन्त्यतिर आइपुगेका छौँ। यी सबै नियम, प्रक्रिया र मार्गदर्शनले हामीलाई कता लैजाँदैछ त? अर्थात् यसको अन्तिम लक्ष्य के हो? यसको लक्ष्य एउटै हो, एउटा यस्तो न्याय प्रणाली बनाउने जुन सबैका लागि अनुमान गर्न सकिने, पारदर्शी र निष्पक्ष होस्। जब फैसलाहरूमा एकरूपता आउँछ तब मात्र न्याय प्रणालीमाथिको आम मानिसको भरोसा बढ्छ। र अन्त्यमा एउटा प्रश्न सोचौँ। जब कानुन सबैका लागि एउटै हुन्छ र सजाय दिने प्रक्रियामा यसरी मानकीकरण गरिन्छ, तब के यसले न्याय प्रणालीमाथिको हाम्रो विश्वासलाई साँच्चै बलियो बनाउन सक्ला?